Welcome back to my channel. I hope सबैजना सन्चै हुनुहुन्छ। आज म मर्निङ वाक हिँड्दैछु। आज मर्निङ वाक मोटे हो। अस्तिको सिङ्गर हेर्न सक्नुहुन्छ त्यो अस्ति नैको सिङ्गर अगाडि हिँडिरहेको लबिक होइन तामाङ होइन कि लबिक भण्डारी तलतिर हिँडिरहेका छन्। अहिले चाहिँ पुरा छलफल गर्दैछन् कि लबिक र भाइ। पूजा गरिदिन्छन् हामी हिँडिसकेका छौँ। हामी त्यही पुलमा जाने हो, अस्निङ पुलमा। अस्निङको पुल चाहिँ हल्लै देखाइदिन्छु। अस्तिको पुल चाहिँ बनाउँदा हेरी हो, पहिलाको पुल हेरी हेऱ्यो। सुन्नु सक्नुहुन्छ यिनीहरू छ के भनिरहेन्, पुरा गफर दिनिरहेन्। म चाहिँ यहाँ एक्लै मोबाइलमा त मकै त पुरा ढलिझन् है। मकै ढलिहाल्छ मकै भाँचेर क्यारियो नि मैले थाहा छैन। भाँच्ने होइन होइन अनि त काट्छन् बिचरा काट्छ अन्त होइन कुनै काट्छन् कुनै चाहिँ छोडिन्छन् अनि क्यारियो त क्यारियो त अनि धान लाउने हो चाहिँ टिकटिक दबाएर माछा ए मैले बुझेँ म धान जस्तो माने कहाँ पुग्ने माछा मार्दा। एउटा भाइ चाहिँ माछा मार्ने भनिरहेका छन्। माछा मार्ने भनेको फेरि माछाले तिमीलाई मार्देला भाइ। माछा मार्दा माछाले मार्देला हामी हिँडिरहेका छौँ। यस्तो त मिलिहाल्छ। हामी त अलिक कुपन टाढीमा पुग्ने अझ प्रिजन स्टेट त्यस्तोहरू नभर्ने हो क्या। कमसेकम फिटी खाना त होइन राम्रो भयो। गर्दैन केटाहरूले के गेमहरू तपाईँ आज खोला देखाइदिन्छु। खोला टङ 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 टाङ टङ 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 टाङ हेर्न सक्नुहुन्छ। ऊ भाइ एउटा भाइ उहाँ अहिलेको क्यामेरा लुक्न आएका भागेर उहाँ पुगिसक्यो। ओइ जाल थापे हौ जाल त्यसको पछि भाइ पुरा माछा मार्ने एटिट्युडले हिँडिसकेका छन्। भाइ पुरा एटिट्युडले हिँडिरहेछन्, फेरि माछाले मार्दैन यिनलाई। उहाँ चाहिँ केटाहरू फेरि धेरै नै खान्छन् क्या के धेरै पानी खाए जस्तो छ। अन्त हिँडिसकेका छन्। ओइ यता घुमेर जाने हो पुलतिर बाबु लके हेर्न सक्नुहुन्छ मेरो छ त्यो हेर्न सक्नुहुन्छ हाम्रा सबैले मुतर विसर्जन गरिसकेका छन्। हामीलाई चाहिँ मुतर विसर्जन लागे होइन मोटे। बाबु तिमीले म पार्टिसिपेट दिन्छु गरेर के दिन्छ किन अर्को त मम्मीको गाली गर्नु
ल हामी चाहिँ छाड्दै के त बाबुलाई मटो अहिले पछि तैले अझै दिन्छस् है त्यसको ल जाऊ घर जाऊ न यताबाट घर जाऊ एउटा भाइ आहा खानेकुरालाई तेरो भाइ चाहिँ घर जाऊ के अहिले पछि अझै धेरै टाइम चाहिँ हामी यता जाने कुमलटारीबाट उताको पुलमा निक्लिने छिटो जा बाटो अस्तिको पुलमा मटे हेर्दा धेरै अस्तिको पुलमा किलो अनि गएको बाटोबाट त्यहाँ मोटरको बाटै निक्लेको थियो अब त्यहीँ जाने हो केटा हामी हेरे टाटो होला हेरे यता जाने कि यता मध्य आइसकेँ यहाँ हो त मन्दिरलाई के भन्छ अरे म त्यो कुल मन्दिर हामीले तपाईँलाई रोकाकुल मन्दिर देखाइदिन्छौँ सक्नुहुन्छ हो त रोकाकुल मन्दिर हेर यहीबाट के जाने ठाउँबाट कताबाट जाने हो र लबिक चाहिँ यहाँ के हो लबिक चाहिँ यहाँ ओइ घर जा हामी चाहिँ खेत खेल्दै गइसकेका छौँ सबै बाटबाट खेत खेतै गयौँ हामी चाहिँ अब सिधै उता निक्लिने हो अन्त निक्लिनु कि अन्त बिलाल लुकेर बस्नु तपाईँलाई म आज हाम्रो स्कुल नि देखाइदिन्छु गर्मी हुँदाखेरि भित्र बाफिएर हाम्रो स्कुल श्रीमान राजा बुट हो जाडोमा त भित्रै लेख्छन् हामी टोक्छन् टोक्दैन के टोक्दैनन् र सर्पले कहाँ सर्प त हाम्रो यहाँ गइदिन्छ हामी हिँडिसकेका छौँ CR7 हो र होइन रोनाल्डो मोटोले आफ्नो आफ्नो बाजा जस्तो खुट्टा लिएर तिमी चाहिँ पुरै शरीरै लिएर हिँड्ने हौ मोटो अब माथि जाने कि तल जाने म त माथि जाने जस्तो लाग्छ कता जाने माथि होला कति भ्लग बनाउँछौ मोटोले अगाडि हिँड्न दिएन ए हट ओए हाम्रोमा के एउटा कन्टेन्ट क्रिएटर छ अगाडि हाम्रो भाइरल लाइन हुन्छ सब्स्क्राइबर भएको 70 मिलियन 7 होइन 9 सब्स्क्राइबर भएको पुग्यो 9 कति पुग्यो 9 तेरो भ्लग नै छैन कि मैले म तिमीलाई उसमा पठाइदिन्छु मेसेन्जरमा मैले पठाइदिन्छु तिमी मलाई सबै नामे गण्डा द 8 क्यापिटल क्लिस्ट क्यापिटल हजुर उसले त गरेन र भाइ भ्युज त 94 हो 94 टोटल राम्रो यार होर त कसको हल बनाउन लाएर रहेछ नि त कहाँ होर त के बनेको कि बनाएको बनाउँदै गरेको घर सुजन चाहिँ यता होला नि होइन त यता त हुने यता आएको त कहाँ जानु हुन्छ र यता कुमाइतारी उता आएको जानु उता हो माथिबाट पनि बाटो थियो होइन मोटो दुईटा हुन्छ हो न नबोलाउ न चलाइ मोटे साइकल हाल्छु त्यति बेला त्यहाँ मैले गेम खेलिरहेको थिएँ ए बाटो त म जुत्ता लाएर आफूले नि जुत्ता लाएर त हारेछ त भाइ जुत्ता लाएर आएको के भन्नु
खै कता गएको त त्यहीँ बस्छ क्या त्यसलाई बाटो थाहा छैन खै त्यो बिलाउँछ हुर्तीकै तल गह तल तल हुर्ती तल पुलु त हिँड्ने बाटो हो क्या हुर्ती नक्छ यत्रो सानो ओए आयो खतरा खतरा वहाँ त केन्टारी त के खोर 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 यता हो यतै होला कता हो यहाँ के हो लिची हो क्या लिची फले हो फले पो लैजानु फलेर लिचीको बुटो चाहिँ लिचीको बुटो छ तर फलेको कता हो त्यो टाढो त बाटो नि मोटुले हाम्रो अब क्यामेरा समात्छ क्यामेरा मेरो नै पछाडि भयो यार के नै हो त कता अँ उता नि थियो त उता रोडबाट घरमा त्यो घरमा त आप्रो लिची आइन हजुर एउटा आज चाहिँ हामी होइन हामी चाहिँ पुलतिर जाँदैछौँ मजाले घाटे बाटो चाहिँ हेर्नुहोस् है यस्तो बवाल है हाम्रो केटाहरू नि चारजना है केटा मेन भ्लगर चाहिँ यो है मेन भ्लगर यो भ्लगर हुन्छ त्यसलाई बाबु गाह्रो हुन्छ होइन नाकको के हुन्छ अरे नाकको 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 उस छ होइन गरिदिउँ केटा मेरो तल नि नाक माथि यो नाक ताको तल हुन्छ ल पछि यो मोबाइल चाहिँ अब किस्नु हालिदिँदैछु अब हामी अब सिधै हाम्रो स्कुलमा जान्छौँ र स्कुल ल्याउँछौँ हामी उताको हामी अस्ति नै पुल गर्छौँ यो ठाउँमा अस्ति नै आउँ क्या सिधै हाम्रै स्कुलमा पुगेर भेट हुन्छ प्रायः अब स्कुलमा पुगिसकेछौँ केटाहरू सबै मञ्चमा खान्छ तपाईँलाई हाम्रो स्कुल ल्याइदिन्छौँ अफिसबाट सुरु गरौँ है तपाईँलाई के ए मुख बिहानै आएको यो हेरी हो अफिस अहिलेको अफिस हो पहिलाको क्लास आउनु रहेछ कोही कोही फेरि ढुङ्गा हाल्ने नि यो चाहिँ कम्प्युटर ल्याब हो कम्प्युटर ल्याब सक्नुहुन्छ अब हेऱ्यो ग्राउन्ड हो ग्राउन्ड त्यो मञ्च हो वहाँ एलकेजी छ त्यहाँ लाइब्रेरी हो यहाँ हाम्रो क्लास हो हेऱ्यो यहाँ यो टोयलेट पहिला अहिले देखाउँछु टोयलेट अझै क्लास छन् क्या क्लास 2 हो क्लास 2 क्लास 3 यो चाहिँ हजुरको हाम्रो किचन एरिया यो चाहिँ हाम्रो किचन अब तपाईँलाई लास्ट एउटा देखाउनु पर्ने कुरो होला टोयलेट
टोयलेट चाहिँ हाम्रो 3 वटा गर्ल्स बोइज अनि सरहरू के हुन्छ मलाई थाहा छैन अहिले हामीले गर्ल्सबाट देखाउँछ यो चाहिँ गर्ल्सको गर्ल्स यो चाहिँ बोइज यो चाहिँ सरहरूको पुलमा आइसकेको छौँ यहाँ सिडी हो कि सिडी पुल आयो पुल अस्तिनेको पुल तपाईँले अस्ति नै देखाएको खोला फेरि देखाइदिउँ तपाईँले अब फेरि अस्तिनेको खोला देखाइदिन्छु आज हल्का बढ्यो है आज हिजोको के भन्छ अरे खोला आज बढ्यो है खोला तपाईँलाई अस्ति नै भन्दा अहिले हल्का धमिलो छ यहाँ हामी अस्ति ढुङ्गाले बालामा लगाएको झला छोडिदियौँ अस्ति नै म नआउँदा केटाहरूले हो त्यो बार लाएर चिन्थ्यो होइन हामी चाहिँ अङ्किततिर जाऊँ त्यहाँबाट फर्कै फेरि यही बाटो जाऊँ मजा आउँछ कि फेरि जङ्गलको बाटो क्या मजा आउँछ कि आएको मलाई त आएको यार कता जाने नाच्ने कति जाने हो कति मर्निङ वाक भनेकै धेरै नि मर्निङ वाक त झन् हेलु पुग्ने यहाँ मिन्न त पुग्दिने ए पुग्दिने नि पुग्दिने ल पुग्दिने यो त बाटैमा होइन भन्नु नि पर्छ होइन कपडा ल फेरि घरमा जाऊँ अनि ल भाइ भोलि त मेरो स्कुल हो नि भोलि 7 गते त्यो भएर आजै जाऊँ कि हिँड मात्र सुत नथुक्नु ए यता थुकिराखौ तेरो खुट्टा एकछिन यहीँ बसौँ है हामी अब हामी हिँड्दाखेरि तपाईँलाई भेट्छौँ केटाहरू चाहिँ त्यहाँ पुगेको छन् यहाँ त्यसको हराइयो न कता जाने हो कुमारी थारी ल मेरो बहिनी बाबा दिदी दाइ 30 केजीको स्केल छ बोल्छु तेरो मुखले बोल्दाखेरि हुन्छ फेरि खुट्टा धुन अरे खुट्टा दिन गएको के बा हो ओए मोटले त पुरा बाढ लिएर आइदियो यार ओइ बाढ आएको छ भाइ ल एउटा आयो हाई पोखरा सेङ्गा हेलु अर्जुन चौपादी हेरौँ रहेछ नि तर के रहेछ गाछा मैले पो सानो मान्छेले हेर्छु सानो भएर यहाँ त कडा छ
नहानु है पृथ्वी हान्छु ऐ उही येल्लो कलरको अहिले यो दर्शन पनि गरौँला अनि मर्निङ वाक पनि हुन्छ मर्निङ वाक त भइरहेको छ स्कुल हाम्रो पनि हो भोलि स्कुल हजुर थाहा होइन तिमीहरूको स्कुलमा बुकहरू किनिस् किन्ने होला क्या हाम्रो खै 7 गते बोलाएको थियो क्या अरे 15 गतेदेखि भर्ना होइन र 15 गते अन्त 3 गते 15 गतेदेखि भनेको हाम्रो नि 3 गते होला हाम्रो त्यही हो ल आज 6 गते हिँड्दा नि आज स्कुल हुनुपर्ने के कसरी कसरी 6 गते स्कुल हुन्छ कता जाने भने छाउछाउ आइसक्यो हामी उसमा लाग्ने कि के हुँदैन एउटा भाइको घरतिर एउटा बाटो हो त्यहाँ जाने हो अब त्यहाँ पिएससी भेट्छ है आइसक्यौँ न्यू ब्लग हेर होइन अब यता चाहिँ हामी पुगिसक्यौँ रोड होइन पिच रोडमा आयो हामी चाहिँ यता अब तपाईँ यो मेरो कपालले डिन्ची ठुलो होइन कुटिलको सफा मात्रै कुटीको साथ आइहाल्छ नि होइन यो यता चिरो चाहिँ हाम्रो केटाहरू छन् हेलो गाइस अनि अब चाहिँ हामी जाँदैछौँ यस्तो बाटोहरूमा होइन ओए त गाउँ त ओए गाउँ हेर्न अब हामी चाहिँ तपाईँलाई हो त के हरियै जाउँ त ब्याक क्यामेरा गरेर देखाउनु कतै हेर्नुहोस् है के गाउँ गाइज हेर्नुहोस् न गाउँ हेर्नुहोस् दुईटा सर्टमा देखियो हेर्नुहोस् हामी चाहिँ हो यो बाटोबाट निस्किन्छौँ अहिले चाहिँ हामी हो यो पुलबाट गएको ऊ त्यो चाहिँ हेल्प पोस्ट हो होइन हेल्प पोस्ट भनेको अब गाउँतिर त अब हस्पिटल भन्दा नि हेल्प पोस्ट हुन्छ अब चाहिँ होइन हेल्प पोस्टतिर पुगिसक्यौँ है गाइज हजुरहरूलाई अब हाम्रो न्यू भ्लग चाहिँ एक दिन बिराइ आउँछ होइन यता चाहिँ हाम्रो मोटो सहर हुन्छ होइन एकदम अनि हाम्रो चाहिँ उता पिपलको बुट छ हेर्नुहोस् एकछिनमा देखाउँछु म अनि ल हेर्नुहोस् त्यहाँ चाहिँ केराको रुखको यो चाहिँ अब तर त्यो आफै हिँडेर गएको यो मोटो सहर यहाँ चाहिँ काठहरू छ होइन कोबाई छ होइन कोबायो चिनेको मैले ल यहाँ चाहिँ पछि चलाएको छ एकछिन आइबस्नु नि अब चाहिँ हामी एकछिन यहाँ बस्छौँ होइन ठ्याक्क एउटा भाइको घर छ एउटा घर छ त्यहाँबाट हाम्रो घरतिर निक्लिने अनि अब खै के उता खै अब कता जाने फेरि भन्न सक्दैन यिनीहरूको मुड फेरि चेन्ज भइहाल्छ गाइस हामी चाहिँ फेरि उ त्यो पुलको बाटो हिँड्छौँ कि किनकि हामीलाई चाहिँ ठगे लागेको छैन अब हामी घर आइसकेका छौँ तपाईँले भिडियोमा लाइक सब्सक्राइब हानिदिनु होला त्यसै गरी बाई बाई